बालेन शाहलाई केपीसँग भिडाएर फेरि पराजित गराएर फेरि सांगीतिक यात्रा मतलब कि यो र्यापै गाउने पेसामा फेरि फर्किन्छन् बालेन शाह भनेर भन्नुभएको छ एमालेका नेताहरूले के सांगीतिक यात्रातिर फर्किने लयमा होइन। हामीले चुनाव हार्यौँ भने त हामी र्याप गाउन फर्क्यौँला, हामी बजारमा फेरि पनि हिरो भएर आउँला, कलाकार भएर आउँला। तर उहाँहरूले चुनाव हार्नुभयो भने त फेरि दिल्ली बजार कारागार हो उहाँहरू त जाने, त्यहाँभन्दा टाढा जाने ठाउँ त छैन। कम्तीमा हामी त बाहिर आउँदै गर्दा पनि हिरो भएर पनि आउन सक्छौँ, फेरि कलाकार भएर पनि आउन सक्छौँ, फेरि हामी रेडियोमा पनि जान सक्छौँ, टेलिभिजनमा पनि जान सक्छौँ। तर उहाँहरू जताबाट आए पनि जाने भनेको फेरि त्यो दिल्ली बजार कारागारै हो। अहिलेबाट उहाँहरूलाई बरु सुन्दारा कारागार सजिलो हुन्छ कि दिल्ली बजार कारागार हुन्छ कि वा नक्खु कारागारमा अस्ति रवि लामिछानेजी बसेको ठाउँमा सजिलो हुन्छ भने अहिलेबाट अग्रिम बुक गर्नुभयो भने तपाईँहरूलाई भोलि सहज हुन सक्ला। भोलि यस्तो पनि परिस्थिति आउन सक्छ कि कारागारभित्र नअटेर छुट्टै पाल्ना गरेर पनि राख्नुपर्ने हुनसक्छ। त्यति बेला कम्तीमा किडनी फेरेका मान्छेहरूलाई, कम्तीमा अङ्ग भङ्ग भएर आएका मान्छेहरूलाई कम्तीमा अलिक सजिलो ढाड अडाएर बस्ने ठाउँ पनि भएन जेलभित्र भन्ने पर्छ भने त्योभन्दा अहिले तपाईँहरूले बुक गरेर राख्नुभयो भने एटलिस्ट त्यो चाहिँ तपाईँलाई सजिलो हुनेछ। त्यसैले हामीले हार्दै गर्दा त हामीलाई त भोलि अमेरिकाले पनि भिजा दिन्छ, हामी त भोलि भारत पनि जान सक्छौँ, हामी नेपालमा पनि बस्न सक्छौँ, फिल्म बनाएर पनि जान सक्छौँ। तर उहाँहरूलाई हारेर आए पनि जितेर आए पनि जाने भने त त्यही नै हो। फेरि उहाँहरू त्यसले गर्दा यो स्पष्ट हुनुपर्छ। तपाईँ जतिको पार्टीको अध्यक्ष भइसकेको मान्छेले पार्टी एकता गर्नु पर्थ्यो होला। तपाईँ सिधै केन्द्रीय सदस्य पाएकै भरमा आउनुभयो। अब तपाईँ सँगसँगै केन्द्रीय सदस्यलाई एउटै हैसियतमा हेर्ने हो भनेदेखि केन्द्रीय सदस्य अरू कोही चिया बेच्ने हुनुहुन्छ, कोही 4-5 दिन माइतीघर मण्डलमा उभिएका नेताहरू पनि हुनुहुन्छ, राष्ट्रसभाको केन्द्रीय सदस्यहरू निकै सस्ता भए जो पनि हुन पाइदो रहेछ। तपाईँले भनेको जस्तो हो, तपाईँले केन्द्रीय सदस्यमा यति धेरै लालायित भएर आउनु होइन। तपाईँले अहिले भनेको जस्तो राष्ट्रिय स्वतन्त्र पार्टीमा चिया बेच्ने छन्, जुत्ता बेच्ने छन्, चामल बेच्ने छन्, सामान्य डोकोको भाँडाकुँडा बेच्ने छन्। तर काङ्ग्रेसमा हेऱ्यो भने कोही देश बेच्ने छन्, कोही आमा बेच्ने छन्, कोही बालुवाटार बेच्ने छन्, कोही व्हाइट बडी नै बेच्ने छन्, प्लेन चढ्दाखेरि चक्लेट खाने हो सिँगै प्लेनै खानेहरू छन् त्यहाँभित्र, कोही वाइनसम्म खाने हो सिँगै प्लेन खाने, व्हाइट बडी खाने पनि त्यही छन्, बालुवाटार खाने पनि त्यही छन्, यो चाहिँ गिरीबन्धु खाने पनि त्यही छन्। त्यसैले देशै बेच्ने भन्दा चिया बेच्ने त राम्रै होला। एउटा कुरो पाउनुहोस् है मेरो प्रश्न अब सके त्यो पाउनुहोस् है। एउटा कुरो चाहिँ त्यसैले देश बेच्ने आउनु भन्दा चिया बेच्नेहरू आउनुहोस्, इज्जत बेच्ने पाउनुहोस् है, मलाई सकाउन दिनुहोस्। झगडा गरे जस्तो भन्दा नि क्वेसन एन्सर गरौँ फेरि यसलाई। इज्जत बेच्नेहरू आउनुभन्दा कम्तीमा चाहिँ आफ्नो प्रतिभा बेच्नेहरू आउनुभयो भने एउटा पार्टी चल्ला। एउटा कुरा अर्को तपाईँले भन्नुभयो उताको सभापति यता आएर केन्द्रीय सदस्य मात्रै हुनुभयो भनेर भन्नुभयो। नेपालको 100 रुपियाँ अमेरिका लग्यो भने कति रुपियाँ हुन्छ? कति रुपियाँ हुन्छ होइन? कहिले काहीँ के हुन्छ भने सानो होइन मूल्याङ्कन किन हिजो रुपियाँ आज डलरको भाउमा चाहिँ कन्भर्ट हुँदैछ भने यसलाई कम भन्न मिल्छ यसलाई? त्यसैले गर्दाखेरि यता मैले फेरि पनि भने डलर त हामीलाई यसै पनि त डलरै भनेकै छ नि त। अहिले तपाईँले हालेको भिडियो तल आयो दलितको नामको डलरै भनेर त लेखेकै छ नि त। अहिले पछि त तपाईँलाई थारू देख्न बित्तिकै भारू भन्ने, मधेसी देख्न बित्तिकै बिहारी भन्ने, दलित देख्न बित्तिकै डलरै, म त डलरै नै हुने, मेरो भाउ त डलरमै छ नि, मेरो भाउ त त्यति उच्च नै छ। त्यसैले गर्दा तपाईँलाई अहिले भनेको जस्तो हामी उतापट्टि हुँदाखेरि ठुलो थियौँ होला, यतापट्टि कन्भर्ट हुँदाखेरि